डुमरा गाविस र अहिले मायादेवी गाउँपालिकाको एउटा वडामा छौँ र यहाँ तपाईँले देखिराख्नु भएको छ हाम्रो घरदैलो कार्यक्रम सञ्चालन छ र लोकल मान्छेहरूको उपस्थिति र उहाँहरूले घर घरमा गएर दिनुपर्ने जुन उत्साह छ त्यो देखाइराख्नु भएको छ। र अर्को विषय के हो भने यो सबै ठाउँसँग विकास निर्माणदेखि लिएर सामाजिक रूपान्तरणसम्मको सबै कुराहरूमा सबै परिचित नै हुनुहुन्छ। त्यसैले अहिले देखिएको जो उत्साह छ जनतामा कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 को साबिकको चाहे शुद्धोधन अहिले शुद्धोधन गाउँपालिका होस् या यो मायादेवी होस् कपिलवस्तु नगरपालिका बाणगङ्गा सबैतिर नेपाली काङ्ग्रेसको लहर छ र यस निर्वाचनमा कुनै पनि विपक्षी दल हाम्रो बराबर अगाडि आएको छैन र 10-15 हजार मतले निरन्तर हामी अगाडि बढिराखेको छौँ र यही निरन्तरताले नै हामी निर्वाचन जित्ने कुरामा ढुक्क छौँ। र हामी यसका पछाडि अहिले नेपाली काङ्ग्रेसको केन्द्रीय नेतृत्वले जुन हिसाबले आफ्नो साहस देखाएको छ र नेपाली काङ्ग्रेसको एकल नेतृत्वमा अबकी बार 100 पार भन्दै 100 भन्दा बढी सिटहरू हामीले प्रत्यक्षतर्फ जित्ने र 40 भन्दा बढी सिटहरू हामी समानुपातिकतर्फ जितेर नेपाली काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउनेछौँ। र नेपाली काङ्ग्रेसले मात्रै एउटा दल हो जसले आफ्नो नेतृत्व परिवर्तन गरेर जेन्जी आन्दोलन पश्चात आफ्नो भ्रष्टाचारका विरुद्धमा अभिव्यक्ति त्यसका साथसाथै अन्य जुन गलत र निरङ्कुश परम्परावादी सोचहरू थियो त्यसका विरुद्धमा आफ्ना अभिव्यक्तिहरू दिएको छ। त्यसैले नेपाली काङ्ग्रेसको आगामी सरकार निश्चित छ। गगन थापा यो देशको प्रधानमन्त्री भएर सबै समस्याहरूको समाधान गर्न सक्ने हामी अगाडि छौँ र कपिलवस्तु जिल्लाको हकमा भन्नुपर्दाखेरि 3वटै निर्वाचन क्षेत्र अहिले हामीले जित्ने अवस्थामा देखिएको छ।